आज हामी 4 जना साइकल यात्रीहरू छिमेकी जिल्ला इलामको पर्यटकीय स्थल श्री अन्तु डाँडा जाँदैछौँ। इलामको विभिन्न पर्यटकीय गन्तव्य पुगेको स्थानहरूलाई रुट बनाएर यात्रा गर्ने र त्यहाँका परम्परा, संस्कृति र वातावरणबारे जानकारी लिँदै स्थानीय पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले यो यात्रा सुरु भएको छ। हामी चाहिँ अहिले बौद्धमठ चोक आइपुगेको छौँ। अब हामी बौद्धमठबाट थोरै अगाडि गएर चाहिँ हामी उत्तरतर्फ लाग्नेछौँ। हाम्रो रुट बौन्डगीबाट सुरु भएर मेचीडाँगी, बौद्धमठ, जौबारी, थापागाउँ, लामा गाउँ, हर्कटे, कन्याम, फिक्कलबाट फेरि पूर्व लागेर अन्तसम्मको रहेको छ। हामीले यो मौसममा यात्रा गर्नुको मुख्य उद्देश्य भनेको असोजदेखि मङ्सिरसम्म सूर्योदय हेर्नका निम्ति मानिसहरूको घुइँचो लाग्ने गर्दछ। यो असोज, कार्तिक र मङ्सिर 3 महिनाको अवधि सूर्योदय हेर्ने एकदमै राम्रो मौसम पनि हो। हाम्रो यात्रा सफल पार्नका निम्ति यात्रा सफलताको कामनासहित UMDC बौन्डगीका प्रशिक्षक कुशल दाहालज्यूले खदा ओढाएर बौन्डगीबाट बिदाई गर्नुभएको थियो। अहिले चाहिँ हामी रौँ गाउँपालिका चाहिँ प्रवेश गरिसकेको छौँ। अब यहाँबाट हामी थोरै ओह्रालो भेटिन्छ, त्यसपछि फेरि उकालो। हामी तपाईँहरूलाई ठाउँ ठाउँको अपडेट दिँदै गर्छौँ। र यहाँ हाम्रो 3 जना राइडरहरू, हाम्रो साइकल चाहिँ अलिकति आज तनाव दिइरहेछ। अरू त केही छैन, मौसमले पनि एकदमै दामी साथ दिइरहेछ। तर च्यालेन्ज पनि छ पानी पर्छ भन्ने। हामी रोङ गाउँपालिका प्रवेश गरिसक्यौँ। जति उत्तर लागे हामीलाई त्यहाँका मौसमले झन्झन उत्तरतिर तान्दै थियो भने अर्कोतिर उकालोले हामीलाई पछ्याउन थालिसकेको थियो। तर हामी पनि के कम, मोटरसाइकललाई गाह्रो पर्ने उकालो हामीले साइकलले सजिलै उकालिरहेको थियौँ। यो दृश्य देखेर त्यहाँका स्थानीयहरूले पनि अचम्म मान्दै हेरिरहेका थिए। अब हामीलाई चाहिँ थाहा छैन ठ्याक्कै होइन, हामी चाहिँ बौन्डगीवासी। अब यहाँ मान्छेहरू पनि छैन वरपर सोध्नको लागि। र अब थोरै माथि पुगेपछि चाहिँ हामी अवश्य पनि कुवापानी पुग्नेछौँ भन्ने आशा छ। कुवापानी नै जस्तो लाग्छ माथिको गाउँ। अब कुन गाउँ हो त्यो चाहिँ वहाँ पुगेर थाहा हुन्छ। र यहाँबाट तपाईँहरूले हाम्रो के अरे इलामबाट झापालाई हेर्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो रौँ गाउँपालिकाको विशेषता। र आज पानी पर्छ कि जस्तो जस्तो छ। तलतिर त घाम लागिरहेको रहेछ हो, झापातिर। घुमाउ 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 भाइ। यो ठाउँको नाम के हो? ठाउँको नाम कुवापानीदेखि तलतिर झापाको दृश्य हेर्दै म एकछिन रमाएँ र फेरि यात्रालाई निरन्तरता दिएँ। हरेक मोडमा एउटा नयाँ सुन्दरता यो रोङ गाउँपालिकामा हामी छौँ। अलिक तलबाट हेर्दाखेरि अर्कै सुन्दरता थियो, अब यहाँबाट हेर्दाखेरि फेरि अर्कै छ है। हामीलाई चाहिँ एकदमै रमाइलो महसुस। आजको मौसमले पनि एकदमै साथ दिएको छ। सायद हामी 4 जनाको लागि भनेर हुनुपर्छ। आज शनिदेव मसँग एकदम सन्तुष्ट हुनुहुन्छ, नभए जहिले पानी पार्नुहुन्थ्यो। उहाँलाई धेरै धन्यवाद छ। फाइनली गाइज अहिले चाहिँ हामी कुवापानी आइपुगेको छौँ। कुवापानीको यहाँ चाहिँ 8 बजे लाग्ने ठाउँ है। अब चाहिँ हामी कुवापानीबाट निस्किसक्यौँ। यहाँ जौबारी जाँदैछौँ। लगभग जौबारी पनि आइपुग्नु लाग्यो, अब धेरै छैन। त्यसपछि हामी थापागाउँ हुँदै माथि निस्किनेछौँ। आज हामी चाहिँ जौबारी आइपुगेको छौँ। जौबारी हाम्रो साइकलहरू छ। आजको मौसम चाहिँ एकदमै राम्रो छ। घाम पानी
जौबारीमा पुगेर एकछिन त्यहाँबाट देखिएको सुन्दर दृश्य निहाल्दै गर्दा बिहानदेखिको थकान पनि मेटिएको महसुस हुँदो रहेछ। जौबारी एउटा रङ गाउँपालिकाको घुम्नै पर्ने पर्यटकीय स्थल रहेछ, जसलाई लुकेको पर्यटकीय स्थलभन्दा केही फरक पर्दैन जस्तो लाग्यो मलाई, किनभने यस क्षेत्रमा पर्यटक धेरै कम्ती मात्रामा आउने गर्दो रहेछ। यो चाहिँ अहिले हामी गुगल होटल आइपुगेको छौँ होइन, होटल गुगल रहेछ। अनि परको भ्यू चाहिँ हामी जानुपर्ने ठाउँ चाहिँ यहाँ हो ठ्याक्कै। रिदान भाइ त अघि जोसिसकेको थियो टुप्प यो डाँडा खोला झर्नुपर्छ र मात्रै हो कि, नभए त त्यो लेभल त आइपुग्यौँ नि हामी। यहाँ चाहिँ थाहा छैन कस्तो छ। दाइ ए उकालोमा जस्तै गाह्रो भए पनि ओह्रालो भेटेपछि केटाहरूले साइकल उडाउला जस्तै गर्ने। रमाइलो गर्दा गर्दै फर्कटे आइपुगेको पत्तै पाइएन। त्यसपछि त बाटो पनि सरर। अब जाऊ भाइ जाऊ। अनि यतिकैमा हामी कन्याम आइपुग्यौँ। कन्याम इलामको एउटा चर्चित पर्यटकीय गन्तव्य हो र कन्याममा खाजा खाएर फेरि हामी अन्तुको लागि यात्रा निरन्तरता गऱ्यौँ। फाइनली गाइज अहिले चाहिँ हामी कन्यामबाट लागिसकेको छौँ। अब अन्तु पुग्न केही बेर लाग्छ हामीलाई लगभग आज रातै पर्छ होला, किनभने बिहान चाहिँ हाम्रो साइकलको कन्डिसन बिग्रेको कारणले गर्दाखेरि चाहिँ अलिकति हामीलाई टाइम लाग्ने भयो। तर हामी पुग्नेछौँ हाम्रो गन्तव्यमा। भोलि पनि हामी यसरी नै फेरि फर्किनेछौँ यो बाटो हुँदै। एकदमै दामी ठाउँ छ यो चाहिँ। हामी अन्तु पुगेर श्री अन्तु होमस्टेमा खाना खायौँ। यहाँ चाहिँ हामीलाई काखुभित्र टुरिज्म बोर्डबाट धनकुमार आले सरज्यूसँग सहकार्य गरेर निरज कटेल सरले खानाको व्यवस्थापन गरिदिनु भएको रहेछ र हामीले खाना खाएर केही बेर त्यहाँ कुराकानी गऱ्यौँ र हाम्रो वासस्थानको लागि हामीले ग्राउन्डमा गएर टेन्ट लाउने ठाउँ हेरेर आयौँ र टेन्ट बोकेर गयौँ र त्यहाँ टेन्ट लाएर कसैले साथीहरूले टेन्ट लाउनु थाल्नुभयो र कसैले आगो बालेर
नमस्कार, म एमटिभी बाहुनडाँगी सञ्चालक असीम बस्नेत र आज चाहिँ अहिले चाहिँ हामी स्थानीय पर्यटनलाई चाहिँ प्रवर्धन गर्ने उद्देश्यले चाहिँ हाम्रो देशको अथवा हाम्रो स्थानीय ठाउँको पर्यटकीय स्थलमा चाहिँ यात्रा गर्दै हाम्रो त्यहाँको स्थानीयलाई, त्यहाँको वातावरण, त्यहाँको परम्परा, त्यहाँको संस्कृति बुझ्दै हामी हाम्रो लोकल टुरिज्मलाई चाहिँ प्रमोट गर्दैछौँ। र आज चाहिँ हामी अन्तु डाँडामा छौँ है। अन्तु डाँडाको यो के अरे श्री अन्तु होमस्टे भन्ने ठाउँमा चाहिँ हिजो हामीलाई हाम्रो टुरिज्म बोर्डबाट नीरज पटेल सरले चाहिँ यहाँ धनकुमार आले सरलाई भनेर चाहिँ हाम्रो खाना र आज बिहानको ब्रेकफास्टको चाहिँ भन्नुभएको थियो। र हिजोको हाम्रो यात्रा चाहिँ बाहुनडाँगीदेखि सुरु भएर मेचीडाँगी बौद्धमोड हुँदै त्यसपछि हामी जौबारीबाट हामी हर्कटे हुँदै चाहिँ आज हामी अन्तुसम्म, हिजो बेलुकै हामी अन्तु आइपुगेको थियौँ र आज फर्किनेछौँ। आज कहाँ कहाँ हुन्छ, अब कता कता हुन्छ, हाम्रो स्थानीय पर्यटनलाई चाहिँ हामी निहाल्दै तपाईँहरू माझमा प्रस्तुत गर्दै हामी यहाँबाट फर्कनेछौँ। र आगामी दिनहरूमा पनि हाम्रो यस्तो यात्राहरू हुनेछ। तपाईँहरू हाम्रो साथमा हुनुहुन्छ भन्ने आशा छ। हामीलाई तपाईँको साथ र सपोर्ट चाहिन्छ है। त्यसैले नमस्कार, म एमटिभी मिलन र हामी चाहिँ हिजो एमटिभी बाहुनडाँगी सबैजना चाहिँ हामी स्थानीय पर्यटन प्रवर्धन गर्नको लागि हामी चाहिँ अहिले अन्तु डाँडा आएको थियौँ। हिजो हामी अघि बिहानै हामी चाहिँ अन्तु डाँडाको सनराइज पोइन्टमा गएर हामीले सनराइज हेऱ्यौँ र अहिले चाहिँ हामी श्री अन्तु डाँडा होटेलमा रहेको छौँ, होमस्टेमा रहेको छौँ। र हिजो हामीलाई चाहिँ हाम्रो टुरिज्म बोर्ड, काँकरभिट्टा टुरिज्म बोर्ड नीरज पटेलज्यूले यहाँ हाम्रो धनकुमार आले सरलाई चाहिँ भनेर आजको ब्रेकफास्ट र हिजोको खानाको कुरा गरिदिनु भएको थियो र उहाँलाई एकदम धेरैभन्दा धेरै धन्यवाद छ। उहाँले एकदम साथ र सपोर्ट गर्नुभएको छ। र हामीले चाहिँ हिजो यात्रा दौरान बाहुनडाँगीदेखि अन्तुसम्म आउँदाखेरि चाहिँ विभिन्न ठाउँको विभिन्न प्रकारको संस्कृतिहरू निहाल्ने अवसर पाएको छौँ र प्रकृतिसँग रमाउँदै हामी चाहिँ यहाँसम्म आइपुग्यौँ र एकदम रमाइलो भयो। र आज पनि हामी चाहिँ यहाँबाट फर्किने क्रममा विभिन्न ठाउँहरू, स्थानीय पर्यटन स्थलहरू तपाईँहरूलाई देखाउनेछौँ। आशा छ यस्तै गरी तपाईँहरूले पछि पनि हामीलाई साथ र सपोर्ट गर्नुहुन्छ। धन्यवाद। हामी अहिले फर्किने क्रममा फिकल आइपुगेको छौँ। यो फिकलबाट कन्याम र हर्कटे हुँदै फेरि हामी झन्डी डाँडातर्फ लाग्नेछौँ र झन्डी डाँडाबाट सलकपुर हुँदै हामी हाम्रो घर लाग्नेछौँ। तानो यो पर के अरे हर्कटीबाट यता आउँदै थियो यो बाटो। हेलो एभ्रिवान, म साइकल यात्री अर्जुन बस्नेत, साथै एमटिभी बाहुनडाँगी सञ्चालक। आज यहाँ झन्डी डाँडामा हामी साइकल राइड गर्दै आइपुगेको छौँ र हामी चाहिँ हिजो अन्तु र बिहान कन्याम र अहिले झन्डी डाँडा आइपुगेको छौँ। हाम्रो मूल नारा चाहिँ यस झन्डी डाँडा पर्यटन क्षेत्रको चाहिँ हाम्रो नारा के रहेको छ भन्दाखेरि अन्तुमा एक दिन, कन्याममा एकछिन र झन्डीमा कहिलेकाहीँ भन्ने नारा रहेछ। तर यो झन्डीमा कहिलेकाहीँ मात्र नभएर हामी अब हाम्रो सिजन सुरु भइसकेको छ। तपाईँहरू यस क्षेत्रमा भ्रमण गर्न आउन सक्नुहुन्छ। यहाँ भ्रमण मात्र होइन, यहाँ तपाईँहरूले क्याम्पिङ गर्न सक्नुहुन्छ, साथै क्याम्प फायर र यहाँ मजाले रात बिताउन सक्नुहुन्छ। तपाईँहरूले यहाँ रमाइलो छ। यहाँ राति तपाईँले इन्डियाको विभिन्न ठाउँहरू, भारतको विभिन्न ठाउँहरू देख्न सक्नुहुन्छ। साथै तल हाम्रो झापालाई पनि मजाले निहाल्न सक्नुहुन्छ। एकदमै रमाइलो छ। सबैजना यस क्षेत्रलाई भ्रमण गरिदिनु होला। तपाईँहरू हाइकिङ, ट्रेकिङ, साइक्लिङ साथै गाडीमा पनि आउनु सक्नुहुन्छ यो ठाउँमा। अहिले बाटो यहीँसम्म आइपुगेको छ र यहाँबाट हामीले कञ्चनजङ्घा हिमाल पनि निहाल्न सक्छौँ। बिहान सूर्य उदाउँदै गरेको पनि हामीले देख्न सक्छौँ भने यता पारिपट्टि कन्याम पनि देख्न सक्छौँ। तपाईँहरू आइदिनु होला यस क्षेत्रलाई। हामी चाहिँ एमटिभी बाहुनडाँगी आज यस क्षेत्रमा आइपुगेको छौँ र तपाईँहरू पनि आउनु होला। हामी चाहिँ खासमा हाम्रो मूल नारा, हामी एमटिभी बाहुनडाँगी अथवा हामी बाहुनडाँगी यात्रीहरूको नारा चाहिँ लेट्स प्रमोट द लोकल टुरिज्म भन्ने छ र हामी चाहिँ यस क्षेत्रमा भएको स्थानीय पर्यटकीय स्थलहरू प्रमोट गर्दै हिँड्दैछौँ र तपाईँहरू पनि आएर रमाइलो गर्नुहोला। धन्यवाद।